नमस्ते सबैजनालाई, आशा छ सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ हामी पाम बीच जाँदैछौँ ड्राई पिकनिकको लागि। ल हेरौँ है त हामी त्यहाँ गएर के गर्छौँ। आज त्यस्तो धेरै गर्मी पनि थिएन, ठिकै थियो अनि रमाइलो पनि भइरहेको थियो। गाडीमा गीत सुन्दै गइरहेका थियौँ। हामी चाहिँ त्यहाँ पुग्नलाई चाहिँ 2 घन्टा जति लाग्दै थियो र पनि हामी रमाइलो गरिरहेका थियौँ गीत सुन्दै। यति बेला चाहिँ हामी पाम बीच पुगिसकेका छौँ अनि सबैजना रेस्ट गर्दै हुनुहुन्छ एकैछिनको लागि। अनि केही खाने भनेर एभ्रीवान इज प्रिपेयरिङ फर द्याट। यसरी सबैजनासँग घुम्न जाँदा कस्तो रमाइलो भइरहेको थियो हामीलाई। हामी चाहिँ यति बेला स्विमिङ गरेर फर्किसक्यौँ नुहाएर। अनि यति बेलासम्म चाहिँ घाम पनि अस्ताइसकेको थियो। अनि अब हामी चाहिँ मोमो बनाउने तयारीमा छौँ। चिकन मोमो टाइम। वाटरमेलन पार्टी। खाली मोमो जस्तो छ। खाली मोमो अस्ट्रेलियामा आएर मोमो बनाएको। हाम्रो आज बनाउनु मान्छे हेरौँ र, कामदारहरू धेरै छ। Everybody smile. बाबा जाउँ क्या, स्माइल गर्न। बाबा ब्लग फेमस हुनुभयो। कहिले सरी ल दिमाग ह्याङ भयो। दिमाग ह्याङ भएछ कि छैन? के को मोमो बनाएको? डकु हो कि के को? डक होइन? डायमन्ड छ कि त्यसो? डायमन्ड खोलिसक्यो मोती। डायमन्ड होइन, डायमन्ड हुन्छ नि त्यसमा। एकै दिनमा करोडपति हुन्छ नि। मोमो बिग्रियो। सोया सस हालेर खाइन्छ। सोया सस हालेर पकाउनु पर्यो त। कति जानुपर्ने कि अघि?
मोमो 사람 다 같이 छैन छिटो सेल्न दिनुपर्छ खान थाल्यो मोमो वाउ हजुर कुन मोमो बनाउनु भएको यो ह्यान्ड क्यारी मोमो अब एउटा सुटकेस बनाउनु नि त अलि ठुलो खालको ल यहाँ देखाउनु मलाई यस्तो यो यहाँभित्र चेन मेरो लागि हो मासु हुन्छ यो अँ यो चाहिँ नत्र स्टिल बोकेर हस् मोमो इज रेडी कस्तो छ ती मोमो ल वाउ ल मोमो रेडी र हजुर हस् ल ल खानु ल एकछिन कस्तो रहेछ टेस्ट गरौँ ल जस्तो पनि रहेछ ये चिकन मोमो चिकन कुकुरीको मोमो खाएर यहाँ अस्ट्रेलियामा आएर मोमो त मिठो फेरि स्विट मोमो वाउ लौ उता पछाडि छ ला माको टिका त भान्जीले के गरेको त्यस्तो यस्तो गरेको रमाइलो छ अझ माथिबाट कस्तो राम्रो देख्छ आउन हामी सबैजना ग्रुप बसेर यसलाई नै मयूर भनेको होइन हजुर यसलाई कस्तो राम्रो छ नि अब चाहिँ हामी भ्यू टावर जान लाग्यो यहाँ माथि लेट्स वक यहाँ हामी पहिला पनि गएको थियौँ वी आर रेडी हाम्रो भान्जी पनि रेडी भान्जी डन पनि रेडी हुनुहुन्छ यहाँ लाइट जान लाग्यो है हामी चाहिँ हामी उकालो चढ्दै अब वाउ अब हामी माथि जाने यात्रा सुरु भएको छ बल्ल Let's go. Wow, eh? This is my best view. अझ माथिबाट देख्छ त हामी चाहिँ गाह्रो भयो अब है हस् यहाँ दिउँसै आउनुपर्छ कि
यस्तो ठाउँ त धेरै छ नि तर यो धेरै राम्रो लाग्यो के भयो I like the view. Wow. Allah. मबाट आउँदै हुन्छ थाक्नु भयो है थाक्यो रमाइलो छ नि अब पुग्यो कस्तो त्यहाँ भेरी ह्याप्पी ल दाजु बाई गर यसरी त्यहाँ माथिबाट देखिने भ्यूको चाहिँ भिडियो अलि राम्रोसँग क्लियर नआएको रहेछ रात परिसकेको थियो त्यसैले मैले चाहिँ अपलोड गरिनँ तर भ्यू चाहिँ राम्रो थियो त्यहाँबाट राम्रो आएको छ हामी पनि अब त्यसरी बसेको थियौँ यो चाहिँ हामी फर्किँदै गर्दाको भिडियो हो अनि आजको दिन धेरै रमाइलो भयो सबैजनासँग यो चाहिँ रहेको छ आजको फोटोहरू धेरै रमाइलो भयो आज थ्याङ्क यू एभ्रीवान फर वाचिङ आवर भिडियो अब अर्कोचोटि नयाँ भिडियो लिएर छिट्टै आउनेछौँ त्यतिन्जेलको लागि नमस्ते स्टे सेफ आफ्नो ख्याल गर्नुहोला बाई धेरै माया